यो टर्च लाइटको भ्यालु कति छ भनेर नबुझ्ने व्यक्तिहरूलाई चाहिँ नि केही समयमा चाहिँ थाहा हुन्छ नि। त्यति बेला चाहिँ यो टर्च लाइटको उज्यालो बेगर चाहिँ नि यस पहाडमा चाहिँ हिँड्नु सक्दैन नि। फेरि त्यो समय चाहिँ बेसी लाग्दैन आउनु, क्या याद गरिराख्नु। एउटा पश्चाताप भन्ने चाहिँ नि पहाडको हरेक जनताले चाहिँ खानुपर्छ। त्यति बेला चाहिँ थाहा हुन्छ नि फेरि यसको भ्यालु चाहिँ, यसको किमत, यसको भ्यालु, यसको उज्यालोले कतिको सहारा दिन्छ पहाडमा भनेर चाहिँ त्यति बेला थाहा हुन्छ नि फेरि। थट रुम अब हाउडेको त्यो टर्च लगाएर गएर कबाडीको दोकानमा सोधेको थिएँ, ताउल्यो 1 रुपियाँ नै पाउँदैन भने भ्यालु चाहिँ त्यति नै रहेछ हो। अन्त टर्चको उज्यालो ल्याएर पहाडमा हिँड्नु सक्दैन भन्छ। पहाडमा चाहिँ किन हिँडिबस्नु, बाटै बाटो हिँड्दा हुन्छ नि सुरु होइन। अन्त अर्को भनेको रहेछौ तिमीले पश्चाताप खानुपर्छ भनेर। पश्चाताप कोही भात साथ होइन, पश्चाताप चाहिँ हुन्छ मान्छेलाई क्या। जस्तो अहिले तिमीलाई हुँदै होला, मैले पनि बिजेपीलाई समर्थन गरेको भए आजको डेटमा भनेर होइन। अब बिजिपिएमलाई सपोर्ट गरिहाल्यो टर्चलाई, आज चाहिँ पश्चाताप मात्र खाँदै होला, बिहान ब्रेकफास्टदेखि लिएर डिनरसम्म होइन। तर पश्चाताप भन्ने कुरा खाने चिज होइन, त्यही भएर पश्चाताप हुन्छ भनेर। जस्तो अहिले तिमीलाई हुँदैछ नि त्यस्तै पहाडमा टर्चको चाहिँ के महत्त्व छ भनेपछि, पहिला हामी सानो हुन्थ्यो नि, मरौतिर जाँदा अलिक ठुलो अङ्कलहरूले टर्च बोकेर आउँथ्यो नि। त्यति बेला मोबाइल सोबाइल हुन्थेन होइन। त्यो टर्च बोक्ने अङ्कलहरूलाई देख्दा चाहिँ स्ट्यान्डर्ड टाइपको रहेछ, धनी खालको रहेछ भनेर एउटा मनमा सोच हुन्थ्यो कि। अन्त त्यति बेलाको त्यो जेनेरेसनमा हामी सानो हुँदा त्यो जेनेरेसनमा टर्च बोक्नेलाई चाहिँ वाह भनेर यस्तो थम्सअप हुन्थ्यो कि। अहिले तर जसले मोबाइलको जमाना अहिले हर कसैकोमा छ, मोबाइलको फ्ल्यास लाइट हर कसैकोमा छ। अहिलेको जमानामा चाहिँ त्यो टर्च बोकेर हिँड्यो भने चाहिँ ग्वाक भने बुझ्छ, ग्वाक सम्झिन्छ मान्छेले। अहिले कसैले युज गर्दैन त्यो टर्च। पहिला बरु कालिज हान्नुहरू पनि युज गर्थ्यो कि, अहिले त कालिज पनि मार्दैन मान्छेहरूले। त्यही भएर टर्चको केही भ्यालु छैन रहेछ। त्यही भएर अब टर्च चाहिँ तिमीले के गर्छौ भनेपछि अब त्यही कुडावालको मनी भ्यालु छैन। अब त्यही सिन्टेक्सकै पैसा गर्नु र तिमीहरू झोलेहरू चाहिँ कुखुरा चोर्नुमा मात्रै, गाउँघरको कुखुरा चोर्नुमा मात्र काम लाग्छ टर्च, अरू केहीमा काम लाग्दैन है। ल है रोम्बा बाउ, अरू ज्यादा पश्चाताप चाहिँ नखानु ल, बरु भात र रोटी नै खानु।